हेलो सलाम नमस्ते। आज म पुत्रजायामा छु। पुत्रजाया तपाईँको खेलबाट 40 किलोमिटर टाढा पर्छ। एकदम मजाको रमाइलो जग्गा हो पुत्रजाया, जहाँ चाहिँ सबै मिनिस्ट्री अफिसहरू सबै पुत्रजायामा छ होइन, क्वालालम्पुर मलेसियाको। अनि स्टार्टिङ पोइन्ट यो फर्स्ट ब्रिज हो। अब हामी जाँदैछु, यो मेन रोड हो, मिडल त्यो के अरे जुन पुत्रजाया सिटीको एकदम मेन रोड हो यो चाहिँ होइन। यस्तो मजाको छ, रमाइलो छ, एकदम वाइड छ स्ट्रिटहरू, जुनै रुट पनि एकदम वाइड छ, एकदम क्लिन छ, एकदम राम्रो प्लानिङ सिटी हो यो मलेसियाको। हेर्दै जानुहोस्, यस्तो छ। वेदर पनि एकदम क्लियर छ, घाम मजाले लागेको छ। आजको वेदर एकदम मजाको छ। रोडको दुवै साइडमा राम्रो आर्किटेक्चरहरू छ होइन, बिल्डिङहरू छ, डिजाइन एकदम लेटेस्ट डिजाइनको बिल्डिङहरू छ। हेर्दै जानुहोस् कस्तो मजाको छ होइन। यो परको देख्नु हुँदैछ, यो चाहिँ तपाईँको लेफ्टमा चाहिँ तपाईँको के अरे यो मस्जिद छ, मस्जिद पर्छ होइन। अगाडिपट्टिको जुन चाहिँ हाम्रो अगाडि देखिँदैछ जुन चाहिँ बिल्डिङ छ, त्यो बिल्डिङ चाहिँ एउटा अर्गनाइजेसन हल हो। अब यहाँबाट हामी फेरि बाहिर निस्किँदैछौँ। यहाँबाट सिधै फेरि ब्याक टु सेम मेन रोडमा जाँदैछौँ हामी। अब मेन रोड यहाँबाट हामी फेरि एकपटक पुत्रजाया वर्ल्ड ट्रेड सेन्टर पनि छ यहाँनिर, पुत्रजाया वर्ल्ड ट्रेड सेन्टर। अब हामी एकछिनपछि त्यहाँ पुग्छौँ। यो चाहिँ सेकेन्ड ब्रिज हो पुत्रजायाको। एकदम मजाको छ, ब्रिजको डिजाइन एकदम राम्रो छ। हेर्नुहोस् है त, राम्रोसँगले मजाको छ होइन, इन्जोय लिनुहोस् है। अब पुग्न नसके पनि भिडियोमा हेरेर यसो चित्त बुझाउनु पऱ्यो नि। यो चाहिँ पुत्रजाया हो है। फेरि एकपल्ट पुत्रजाया एकदम सबै मिनिस्ट्रीहरू भएको ठाउँ हो यो चाहिँ। अब हामी आइपुग्यौँ, ठ्याक्कै अगाडि देख्नुहुँदैछ बिल्डिङ जुन चाहिँ होइन। हामी ब्रिजमा छौँ अहिले चाहिँ, यो ब्रिज हो। ब्रिजको अगाडिपट्टि देख्नुहुँदैछ त्यो बिल्डिङ चाहिँ पुत्रजाया वर्ल्ड ट्रेड सेन्टर भनिन्छ। अब हामी यहाँबाट देब्रेपट्टि लाग्छौँ, एक राउन्ड गर्छौँ। कति फराकिलो छ रोडहरू, हेर्नुहोस् कस्तो रमाइलो, कति सफा हरियो होइन। कस्तो लाग्यो पुत्रजाया तपाईँहरूलाई? कमेन्ट गर्नु होला, लाइक सेयर अनि सब्सक्राइब पनि गर्नु होला है त मेरो च्यानल
सब्सक्राइब पनि गर्नुहोला, सेयर पनि गर्नुहोला यो भिडियो साथीभाइहरूसँग। म अझै यस्ता खालको भिडियोहरू अपलोड गर्नेछु तपाईँहरूको मनोरञ्जनको लागि। धन्यवाद। नेक्स्ट भिडियोमा फेरि भेटौँला।